नमस्ते इट्स मी भने आज चाहिँ म मेरो जिन्दगीको सबैभन्दा ठुलो ऐतिहासिक एडभेन्चरस लाइफकै सबैभन्दा ठुलो कुरा गर्दैछु भने आज म चाहिँ संसारकै विश्वकै दोस्रो सबैभन्दा अल्पो चाहिँ पुङ्गाल्ने ठाउँ पुङ्गाल्दैछु है। जति नजिक आउँदैछ त्यति धड्कन बढ्दैछ भए चाहिँ कस्तो भइरहेको छ म दौडेर हाल्छु भनिरहेको छु अहिलेसम्ममा यो पुमा चाहिँ अडिएको छु है। कस्तो हुन्छ हो क्या के गर्छ अब कुलमेली टिप्टोले गर्छ। ल अनि आएर चाहिँ फिलिङ सेयर गर्नुहुन्छ है नि त। ल यो तपाईँ चाहिँ फाले यदि दौडेर सक्नु भएन भने तपाईँलाई चाहिँ के भनेर बोलाउने नाम अर्थ भनेर बोलाउने कि होइन भन्नु न यहाँ कमेन्ट गरेर जानुहोस् यो भिडियो त प्रसारण गर्नु पऱ्यो नि त यदि दौडेन सक्नु भएन भने के हुन्छ सर भन्नु त। हेलो नमस्ते हजुरको शुभ नाम? मेरो नाम चाहिँ सचिन घिमिरे। हजुर कहाँबाट आउनु भएको? म चाहिँ अहिले मेरो घर चाहिँ चितवन तर अहिले म चाहिँ काठमाडौँबाट आएको। हजुर आज कता हुनुहुन्छ र के गर्दै हुनुहुन्छ? म आज चाहिँ तकलिफमा छु जुन चाहिँ अब वर्ल्डको सेकेन्ड हाइएस्ट बन्जी जम्प भने त्यहाँ चाहिँ म बन्जी जम्पिङ गर्न भन्दै आएको छु। फर्स्ट टाइमहरूको बन्जी? यो मेरो नितान्त दिस इज माई फर्स्ट टाइम। कस्तो लागिरहेछ हजुरलाई? एकदम एक्साइटेड भइरहेको छु। रेडी हुनुहुन्छ? यति चाहिँ छ पिरियडै सब त्यहाँ गएपछि धेरै हुन्छ भन्नुहुन्छ क्या यहाँ रेडी छु म। ओके रमाइलो गरेर जानुपर्छ है। ल अब यसलाई छोडे ल हात खोल्नुहोस् त सिधा अगाडि हेर्नुहोस् अगाडि हेर्नुहोस् अगाडि म हजुरलाई 3 2 1 बन्जी भन्छु हेड र चेस्ट अगाडि पुस गर्ने है। ल गाइस लोप हेर्नुहोस् त रवि ब्रदर रेडी? रेडी ओके ब्रदर काउन्ट डाउन 3 2 1 बन्जी।
तर्साइदियो यार एकछिन त यार लाइफको वाक्क छ तेरिका डर लाग्यो माइ लर्ड हुँदो रहेछ यार भानी त प्रिफर टाउकोलाई जोडी नजिक राख्नुहोस् है यसलाई टाउकोलाई जोडी ल यतिकै है नतर्नु ल। घुम्चाउनु कुरा